हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो हेर्ने सर गाइज सुरुमा यहाँनिर एउटा स्याड न्युज लिएर आइसकेको छ है। आज चाहिँ गाइज हाम्रो यही घरमुनि यो घरको उतापट्टि अङ्कलहरूको घरमा आगो लागेको छ गाइज। अनि सबै साथीभाइहरू दाजुभाइहरू सबै मिलाइसक्यो गाइज। आगो चाहिँ मारिसक्यो, तर यहाँ चाहिँ आगो बलेको थियो गाइज। सबैमा हामी चाहिँ इक्जाम दिइरहेको थियो नि त, त्यही भएर देख्नु पाएन। यो अब तपाईँलाई म दृश्य देखाउनु गइरहेको छु। ल गाइज, हामी चाहिँ घटनास्थलमा आइसकेको छ। यस्तो भयो गाइज पुरै। गाइज यस्तो भइसक्यो यहाँ चाहिँ पुरै। आगो चाहिँ मेन चाहिँ यहीँबाट भएको अरे, यहाँबाट भएको अरे। कोइला खानी जस्तो भएको छ गाइज। ल च्यानललाई सब्सक्राइब गर्नु होला, यस्तो यस्तै भिडियो हेर्न पाउनुहुन्छ। तपाईँहरूलाई म डिटेलमा भन्नुपर्दा चाहिँ सबै चाहिँ कोइला भयो गाइज। थाम पनि यो चाहिँ अब केही दिनमा भाँचिन्छ होला। यहाँबाट चाहिँ आगो सर्यो भने चाहिँ यताबाट गाह्रै गाइज। ल च्यानललाई सब्सक्राइब। त्यो दारे चाहिँ त्यहाँ छ, त्यहाँ चाहिँ काम नलाग्ने। यस्तो भइसक्यो गाइज। खाटमुनि चाहिँ आलु रहेछ गाइज। सबै ऊ डढेर खानु लायकको भइसक्यो गाइज। यो चाहिँ काम नलाग्ने कुकुर हो। म पहिला गाइज चाहिँ चोरिरहेको छ गाइज। के हो यो घटना चाहिँ यहीँ भएको गाइज। अङ्कल कति बजीतिर आगो लाग्यो अरे? कति बजीतिर आगो लाग्यो अरे? हामी कति बजीतिर चाहिँ प्लेग्राउन्ड होइन ए 1:20 बजीतिर। रमाइरहेको छ गाइज। ल गाइज च्यानललाई सब्सक्राइब हानिदिनु। खास गरी भन्नुपर्दा यो केही भयो भने गाइज यहाँ चाहिँ आगो लाग्यो है। यो चोरले चाहिँ यहाँनिर बम ब्लास्ट भयो भनेर हल्ला गरेर चाहिँ पुरानो यो अजीको खुत्रुकेमा के रहेछ ल गाइज हेर्नुपर्छ आज हामी। ल सबैजना सबै यो पानीले भिजिसकेर गाइज चाहिँ के अरे फर्सीहरू गाइज चाहिँ सबै कुयो आगोमा डढेर। वाउ कविता भन्छु म त आज आगो लाग्यो। यसलाई चाहिँ गाइज यो खै कस यसलाई धेरै रमाइलो भएको छ गाइज यहाँनिर आगो लागेकोमा। सचेत हुनुहोस् तपाईँहरू, घरमा पनि लाग्छ। सचेत हुनुहोस् तपाईँहरू पनि, घरमा पनि लाग्छ। हेर्नुहोस् यताउता सबैतिर। तेरो यस्तो कमेन्ट सुरु भने त मर्या मान्छे नि उठ्छ गाइज। यो चाहिँ सबै गाइज डस्नाको है। डस्नाको त्यो ढुट हुन्छ नि गाइज, सिरानीमा लाउने खालको हो त्यो। यो चाहिँ सब आलु है गाइज। पुरै आलु राखेको छ यी सबै। साह्रो भइसक्यो। छाना चाहिँ जे होस् जलेन छ छाना चाहिँ। हेर्नुहोस् त गाइज, म क्यामराम्यान प्रमोदसँगै त्रिवेणी यातायात सेवा समिति। यसलाई अघि एउटा समाचार गर्नु लास्टै हाल्छ गाइज। त्यही भएर मलाई पिट्टा छ। सिसा सबै फुटे गाइज। चलान्छु यहाँ सबै फुटे गाइज। यसको लागि ल्याइदिए गाइज। यसले चाहिँ कसको बिहेको निम्ति भेटिसक्यो? अङ्कलको छोरीको बिहेको है गाइज। चाहिँ म नि एउटा हेर्छु। यहाँ चाहिँ कसको कार्य चाहिँ गाइज? उत्तम श्रेष्ठ रे गाइज। उत्तम हाम्रो दाइको नाम। र यहाँ हेर्नुहोस् गाइज बिहेको निम्ति यस्तै हुन्छ नेपालमा चाहिँ। देखाइ छैन ललिता श्रेष्ठ गाइज। सो गाइज तपाईँहरू चाहिँ सचेत हुनु होइन। घरमा चाहिँ कहिले पनि त्यस्तो आगो सागो खुल्दै नराख्नु। यस्तै होला। यो ढोका चाहिँ गाइज यहाँ भएको ढोका सबै उडिसक्यो तलतिर। सब यस्तो यहाँ काठ जम्मा गरेर सबै गाइज आगो लागेको छ। ल कुकुरहरू चाहिँ सुतिरहेछ गाइज।
बाक यो चाहिँ हाम्रो घर हो गाइस तपाईँहरूलाई मैले कति भन्नु यो चाहिँ रुद्राक्षको घर हो घटना चाहिँ यहाँ छ यस्तरी यो बाँदर चाहिँ यहाँ मर्नै लागिरहेछ बुढीले धोका दिएर गाइस यदि गाइस छिनारो बिस्कुटमा मलाई ट्रफी दिएको अस्ति भ्लगिङ अफ द इयर भनेर ल यो चाहिँ प्रमाण चुईहरूको गाइस घर समर पनि भर्खर आएछ स्कुलबाट हेलो ऊ भागे गाइस यता आउनु खोजेको चाहिँ म देखाउँछु त उताबाट एउटा आउँदैछ गाइस अब भाइ चाहिँ आउँदैछ है तपाईँहरूमा लाइभ प्रुफ देखाइदिन्छु आज चाहिँ हाम्रो परीक्षा चल्दैछ आइरहेछ गाइस अरे ओइ 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 आगो लाग्यो नि बाबु अङ्कलहरूको घर जल्यो आगो लाग्यो अङ्कलहरूको घर जल्यो नि थाहा पायो तिमीले थाहा पाए कहिले अघि हेलो गाइज भने चुमा गऱ्यो भने एउटा प्राइज एउटा पहिला हेलो गाइज भने पहिला वेलकम ब्याक टु माई च्यानल एक थप्पड हान्दै न नानै बन्दुकले ढुङ्गा हान्दै त्यसलाई हुन्छ है तिमीले अघि हामी चाउचाउ खाएको है बिहान है एकचोटि गोली हान्दै त्यसलाई डुङ छिटो हान्यो हान केही हुँदैन त्यो नुब्रा लास्ट हामीले होली लगाइदियो हान्थ्यो ट्रु हानको डुङ भने खै त गाइज ल भिडियोलाई चाहिँ अब यहीँ इन्ड गरिदिउँ है त च्यानललाई सब्सक्राइब गरिदिनु होला नयाँ छ भने सबजनाले ल लाइक कमेन्ट सेयर गरिदिनु होला है त ल अन्तिममा चाहिँ तपाईँहरूलाई म एउटा कुर्देउन गएर छु हाम्रो पनि एभोकाडो है गाइज यो चाहिँ अन्त्यमा एउटा चोर कर्नरहरू